गुड मर्निङ एभ्रिवान गाइस। मेरो फुलहरु चाहिँ यतिको भएको छ गाइस, हेर्नुस्। अब यस्तो खालको फुल पनि छ गाइस हाम्रोतिर गाइस। भर्खर फुल्दैछ गाइस हाम्रो। मेरो सानो कुकुर छ गाइस, हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। आजको मौसम चाहिँ हाम्रो गाउँघरको चाहिँ यस्तो राम्रो छ। यो पारी सेतो देख्ने चाहिँ हाम्रो वृन्दावन नयाँ बनाउँदैछ गाइस, हेरिदिनु होला। सिधै उता अलिअलि डाँडा देख्ने चाहिँ अलि देखिने चाहिँ कालिम्पोङ हो गाइस। आज चाहिँ समय वातावरणहरू राम्रो भएको छ, त्यो कारणले मैले देखाउनु लागेको छु गाइस। अनि म चाहिँ यो घाँस काटेर भर्खर आएको। म चाहिँ अब गाउँ बस्तीको परे गाइस, यसरी डोकोमा ल्याउँछ अनि टाढो टाढो गएर भिडियोहरू देखाउनु नसके पनि गाइस, हामी चाहिँ यसरी पत्कर पनि जम्मा गर्छ गाजरको लागि। अब यो गाइस पछि गाजर रोप्ने बेलामा पनि म देखाउने वाला छु गाइस, आश गर्नु होला। हाम्रोतिर चाहिँ यस्तै छ। अब हरेक किसिमको हिमाल डाँडा काँडा देखाउँ, नाचेको देखाउँ भन्दा हामीलाई आउँदैन गाइस। यस्तै मात्रै हाम्रो खेतीपाती। अब हामी यसरी कोपी लाउँछ गाइस। यहाँ हाम्रो सानो गाउँको सानो खेती गाइस, हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। यस्तै छ गाइस हाम्रो गाउँ बस्तीको वातावरण, खेतीपाती। देश विदेशबाट माया गरिदिनु होला। गाइस हामी यसरी पानीले भिजाएर यो खेतीपाती उत्पादन गर्छौं। सबैले माया गरिदिनु होला। यो हाम्रो अर्ग्यानिक खेती कोपी चाहिँ सिलगढी सप्लाई हुन्छ अनि सिलगढीको भाबीहरूले भैयाहरूले लिनुहुन्छ अनि उहाँले बाहिर देश सप्लाई गर्नुहुन्छ। सिक्किम अर्ग्यानिक खेती सोमबारे गाउँ बस्ती। नाम चाहिँ गाउँको नाम चाहिँ तारेभिर भन्छन् गाइस। लाइक कमेन्ट सेयर गरिदिनु होला, सबैले माया गरिदिनु होला। फुल पनि हाम्रोतिर चाहिँ गाइस यस्तो खालको फुल छ। यो फुल चाहिँ पैसा लाग्दैन, तपाईहरुले माग गर्नुभयो भने चाहिँ एकदम फ्री भन्छ यसको नाम चाहिँ। अब यो 1 महिनामा निस्किन्छ, हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस। अब अरू देश विदेश बजारको मैले युट्युबमा भिडियो देखाउन नसके पनि आफ्नै खेती उत्पादन गरेको र आफैले दुःख सुख यसो टाइम पास गरेको खेतीहरू म देखाउने वाला छु
सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला। बाई बाई, गुड नाइट।